आफ्नो मदरल्यान्ड नेपाल राम्रो होस्, आर्थिक रूपले एउटा समुन्नत होस् र हामी भोलिका दिनहरूमा हाम्रो सम्पत्ति बेचेर यहाँ ल्याउने होइन कि हामीले सम्पत्ति जोड्ने अवस्था आओस् भन्ने हामी सबैको कामना हो। त्यसकारणले गर्दाखेरि अहिलेको इलेक्सनमा अलिक चासो बढेको कारण त्यो पनि हो। र विगतमा चाहिँ नेपालीहरूको जुन सङ्ख्या जुन लास्ट 5 years 10 yearsको अगाडि र अहिले नेपालीको सङ्ख्या पनि ठुलो एउटा बौद्धिक जनशक्ति र पढेको जनशक्ति उच्च शिक्षाको लागि विभिन्न उसको लागि विदेशमा पनि भएको कारणले गर्दाखेरि यी कुराहरू चाहिँ आएका छन्। त्यसकारणले गर्दाखेरि हाम्रो कामना छ देशमा राम्रो नेतृत्व आओस् र हामी सबै नेपालको भूगोलभित्र बस्ने, नेपालको भूगोलभन्दा बाहिर रहेको नेपालीलाई पनि समेटेर अगाडि लिएर देशको समृद्धिलाई केन्द्रमा राखेर अगाडि जाने एउटा नेतृत्व आओस् र समृद्ध नेपाल होस्, सुखी नेपाल होस् र हामी पनि त्यसैको अङ्ग बन्न पाऊँ भन्ने हामी कामना व्यक्त गर्दछौँ। योभन्दा अरू हाम्रो केही पनि उद्देश्य छैन।